सबैलाई नमस्कार। बटुवा रवि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला म शारदा नगरपालिका 15 शीतलपुरमा आएको छु। यहाँले ब्याकग्राउन्डमा देखिरहनु भएको छ यो प्याज खेती। यो प्याज खेती गर्नुभएको छ शारदा कुमार कृषि उत्पादन सहकारी संस्था लिमिटेड शारदा नगरपालिका 1 श्रीनगर सल्यानका अध्यक्ष पुष्कर बस्नेतज्यूले उहाँको श्रीमती गोमा बस्नेत र पुष्कर बस्नेतज्यूले यो प्याज खेती झन्डै 8-10 रोपनीमा गर्नुभएको छ। देख्न सक्नुहुन्छ। यो चाहिँ अब बिस्तारै अब गर्मी पनि बढ्दैछ। यो साइडमा मकै खेती गर्नुभएको छ। त्यसै प्रकारले तलतिर चाहिँ यता बिउ बिजनहरू राख्ने ठाउँ बनाउनु भएको छ र यति बेला सन्ध्याकालीन समय छ। यहाँको दुईजनालाई हार्दिक स्वागत छ बटुवामा। सन्चै हुनुहुन्छ? एकदम सन्चै। अनि यो सेरोफेरोमा प्याज खेती गर्नुभएको छ। कति रोपनीमा गर्नुभएको छ? हजुर ल कहिले जानुभयो? हिजो यो मकै पनि हजुरको यहाँ रोप्नु भएको छ नि? यो मकै पनि हजुरको होइन? हजुर 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 यो टमाटर पनि हजुरकै हजुर रोप्नु भएको हो? हजुर हजुर अगाडि जाउँ न, के छ हेरौँ न। पहिलो वर्ष भएर हजुर हजुर यो बन्द चाहिँ अलि ब्यालेन्स मिलेन कि है? हजुर 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 प्राविधिक तयारी पुगेन भन्नु। हजुर 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 यो देखिने जम्मै जति छ नि यो सबै खेती हजुरले गर्नुभएको? हजुर 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 यो आलु खेती तलतिर देखिने आलु खेती हजुरले गर्नुभएको? जाउँ न दिदी हेर्नु त्यतातिर। यो मल व्यवस्थापन के को कुखुराको गर्नुभयो कि के गर्नु? भैँसीको? हजुर हजुर यो मकै हजुरले रोप्नुभएको होइन? हजुर 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 यो बाँकी यो बारीमा के रोप्ने सोच बनाउनु भएको छ? यो बाँझो बारीमा हजुर यो आलु हजुर रोप्नु भएको? हजुर 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 यहाँ पानीको समस्या यता हजुर 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 पानी आउँछ भन्ने आशले पनि अब यो नगरेको हो। हजुर र त्यो भएर अलिकति यसमा पानीको कमीले हजुर आलु हजुर आलु यता भयो। यता प्याज खेती बाँकी यो हजुर हजुर पानी सिँचाइ गर्नुभएको छ यसमा होइन? हजुर हजुर यो फाँटमा 4-5 रोपनी फाँट हो। यो हजुर
गर्दाखेरि अलिकति पातको बनायो खेतीतिर हजुर उनीहरूले पनि अलिकति यो पनि अब फलदायी हुन सकेन तर प्याजको गाना अब ठिकै लागेको छ प्याजको गाना ठिकै लागेको छ है राम्रै छ हजुर प्याजमा समस्या छैन हजुर तर जति यो नयाँ जमिन भएको कारणले पनि त्यति ठुलो अब त्यति अलिकति मलिलो भएन मलिलो भएन अलिकति सुरुवातको चरण भएको कारणले त्यति सोचे जस्तो आम्दानी हुँदैन कि भन्ने होला सोचा जस्तो आम्दानी अहिले नहुने देखियो हजुर अर्को वर्षको तयारी लाग्यो अलिकति हजुर अलि सोच बनाएको हजुर खर्च जति हाम्रो खर्च लाग्छ त्यो पनि उठ्छ होला हजुर अरू बाँकी आम्दानी लिन अलिक गाह्रो छ अनि साथैमा दिदी हुनुहुन्छ दिदी हजुर त यो रोप्नेदेखि सुरुवादेखि अहिलेसम्म लागिराख्नु भएको छ हजुरको अनुभव कस्तो छ हाम्रो यो बटुवा हेर्नुहुने सम्पूर्ण देश तथा विदेशबाट हेर्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई के भन्नुहुन्छ दिदी अब यो रोप्नेदेखि लगेर यहाँ किरा लागेदेखि लगेर बिहान 6 बजेदेखि दुःख गरिरहेको छ अल्लाहले पानी चाहिरहेको छ हजुर अब त्यही खेती गरिरहेको पनि आफूले सोचे जस्तो भएन हजुर आफूले सोचे जस्तो भएन अबदेखि अभियान पनि भयो केही अब हजुर आफ्नो यस्तो गर्दा यस्तो हुने रहेछ भन्ने अहिले त अध्ययन पनि भयो त्यो भएका कारणले अब खेती गर्ने बेला अलि ध्यान गरेर गर्नुपर्ने अनि यो पहिलो अनुभव पनि भयो जस्तै कि हजुरले व्यापार गरेको धेरै पुरानो व्यापारी पनि हुनुहुन्छ हजुरहरू त होइन किन त्यो कुरा दर्शक श्रोतालाई थाहा नहुन सक्छ व्यापार गर्न सजिलो रहेछ कि दिदी कृषि गर्न सजिलो रहेछ अब व्यवहार गर्न पनि सजिलो जाने त हजुर। व्यवहार मैले हरेक किसिम व्यवहार गरेर सबै सानोदेखि ठुलो चल्लादेखि होटलदेखि कपडादेखि गरेर हजुर अब लास्ट यहाँको अनुभव कुखुरा पालन होटल व्यवसायदेखि लिएर किराना पसल गल्ला पसलदेखि लिएर सबै अनुभव गर्नुभएको छ लास्टमा हजुर। यो कृषि हो हजुर अब म यो कृषिले नै रमाउँछु हजुर बुढाबुढी हुनुहुन्छ मिहिनेत गरिराख्नु भएको छ कृषिमै अब व्यापार बिजनेस भन्दा पनि कृषिमै भविष्य देखेर एउटा ढङ्गले लागिराख्नु भएको छ अब यो कृषि नै देखेर कृषिदेखि हजुर। कृषि गर्न लागेदेखि अब म अलि सबै कुराहरू पनि राम्रो हुँदो रहेछ हजुर आफ्नो ज्यान पनि फुत्र फाट्लो हुँदो रहेछ काम हजुर। गर्दा यताउता हजुर। गर्दा त्यही भएर म अब यो कृषि नै रमाउँछु हजुर धन्यवाद छ यहाँलाई पहिलो कुरो त यहाँ व्यस्त समयको बिचमा पनि यहाँले कुरा राख्नु के भन्दै हुनुहुन्छ यहाँ पहिलो कुरो त के हो भने चाहिँ हामी अब यो उमेरका मान्छेले हजुर कृषि कृषि किन लाग्यौँ भन्दा पनि हजुर यो अब यो देशैभरि धेरै मान्छेहरू विदेश जाने क्रम छ मान्छे कृषि छोड्ने क्रम छ हजुर यो तत्त्वलाई पनि अलिकति हामीले ध्यान आकर्षण होस् हजुर र मान्छे कृषिमा रमाउनुपर्छ कृषिमा लाग्नुपर्छ हजुर भन्ने अलिकति सन्देश दिनको निम्ति पनि हामी यो कृषिमा लाग्यौँ विशेष त अब यहाँ शारदा कुमार कृषि उत्पादन सहकारी संस्थाको अध्यक्षज्यू पनि हुनुहुन्छ किनकि यो कृषि उत्पादन भन्ने संस्थाको नामै काफी छ यो चरण चाहिँ हजुर अध्यक्ष भएकैदेखि सुरु गर्छु भन्ने उद्देश्य चाहिँ कसरी आयो खास हजुरले मैले प्रश्न किन जोड्नु खोजेको भने मान्छेहरू पढ्ने विदेश जाने विदेशमै भविष्य छ भन्दै गर्दाखेरि यस्तो अवस्थामा पनि झन्डै झन्डै यहाँ 60 को दशकमा पुग्नुभयो होला 60 को सेरोफेरमा 50-60 को सेरोफेरमा हुनुहुन्छ जस्तो लाग्छ यसो उमेर समूहको हिसाबले हेर्दाखेरि ठ्याक्कै चाहिँ अब संस्थाको उद्देश्य पनि र प्लस जुन ढङ्गले वैदेशिक रोजगारमा जाने एउटा खालको मान्छेहरूको लहर छ त्यसो नभएर आफ्नै देशमा के गर्न सकिन्छ है भनेर युवाहरूलाई पनि एउटा खालको चेतना एउटा शिक्षा प्रदान गर्नको लागि पनि जुट्नु भएको हो कि के हो रवि भाइ खास भन्दै भने मेरो उद्देश्य भने सहकारीको अध्यक्ष हुनु मात्रै मेरो उद्देश्य होइन हजुर यो कृषि सहकारी हाम्रो शारदा कुमार कृषि सहकारी भएको नाताले पनि हजुर अलिकति कृषितिर ध्यान दिनुपर्छ कृषि गर्नुपर्छ सबैलाई कृषिमा जोड्नुपर्छ हजुर भन्ने उद्देश्यका साथ पनि यो सन्देश हो हाम्रो यो जब कृषितिर लाग्यौँ हामी हजुर अरूतिर ध्यान छैन हाम्रो। हजुर पुरै ध्यान कहाँ छ भने चाहिँ हाम्रो यो प्याजमा ध्यान छ हजुर बन्दमा ध्यान छ आलुमा ध्यान छ मकैमा ध्यान छ हजुर हामी यतातिर केन्द्रित छौँ र हामी एकदम त्यो व्यापारी क्षेत्रभन्दा पनि यहाँ धेरै रमाएको छौँ हजुर हामी बरु यहाँलाई मैले बिचमै रोकेँ जस्तै अब व्यापारिक अनुभव धेरै भयो त्योभन्दा आनन्दको जीवन चाहिँ कृषिमा रहेछ दाइ एकदम एकदम यो लगभग 75% आनन्द जीवन हजुर कृषिमा छ भन्ने महसुस भयो हजुर किनभने हामी जस्तै व्यापारमा बस्दा हजुर धेरै कुराको एकदम जिगजाग हुन्थ्यो हजुर यहाँ हामी आफ्नै टाइपको आनन्द छ हजुर आफ्नै टाइपको आनन्द छ र यो सन्देश सबैलाई जाओस्
हजुर र सबै मान्छे कृषितिर लाग्नुपर्छ र कृषिमा आत्मनिर्भर बन्यो भने हजुर देश आत्मनिर्भर बन्छ अनि हामी आत्मनिर्भर बन्छ अनि ठाउँ आत्मनिर्भर बन्छ र हजुर पैसाको अभाव पनि त्यति समस्या नआउन सक्छ। त्यो कारण सबै कृषितिर जोड दिन म सबै यो शारदा नगरपालिका र धेरैलाई कृषितिर आबद्ध हुन र जोड दिन आग्रह पनि गर्छु, अनुरोध पनि गर्छु र मान्छेको जीवन कृषिमा छ भन्ने कुरा बुझ्दा पनि हुन्छ। हजुर त्यो कारणले हामी कृषितिर छौँ। हाम्रो यो 50-55 वर्ष उमेरमा हजुर हामी कृषितिर किन लाग्यौँ भन्ने कुरा त सबैले बुझ्दिन पनि हजुर हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ। व्यस्त समयको बिचमा यहाँको दुवैजनाले जुन खालको मेहनत गर्नुभएको छ यो उमेर समूहमा आएर एउटा खालको चाहिँ अब नाति नातिनाहरू हेर्ने घरमै चाहिँ एउटा खालको होइन यसो चाहिँ कतै चाहिँ घुमघाम गर्ने रमाइलो गर्ने समयमा एउटा खालको एउटा उद्देश्य लक्ष्य लिएर कृषि कर्मलाई नै भविष्य सोचेर लाग्नुभएको छ। पक्कै पनि हजुरहरूबाट यो भिडियो हेर्नुहुने देश तथा विदेशबाट हेर्नुहुने युवा साथीहरू र दाजुभाइ दिदीबहिनीले पक्कै पनि प्रेरणा लिनुहुनेछ भन्ने आशा एवं विश्वास लिएका छौँ र आदरणीय दर्शक महानुभावहरू तपाईँको बिचमा हामीले यस्तै यस्तै खालका भिडियोहरू लिएर तपाईँको माझमा आउनेछौँ। आजको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै खालको कमेन्ट गर्नुहुनेछ र व्यस्त समयको बिचमा यहाँहरू यो बटुवामा आएर आफ्नो कुराहरू राखिदिनु भयो। यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा भेट हुने बाछा गर्दै बटुवा सञ्चालक म रवि बिएम बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद।